प्राप्त्यर्थम दुःख कष्ट रोग निवारण हेतु कामनाय अस्मत् जीवनः सफलता प्राप्ति सफलता प्राप्त्यर्थम च अस्मतः अहं करिष्यामि। तुलना हाल्दैन तुलना अब अलि अलि यता यता छोड्दिउँ है अलिकति अलि भगवान को राधा दामोदर भगवान को वासुदेव पशुपति भगवान को पूर्वपट्टि फर्काएर राख्नु मलाई हैन अहिले छ अझै पैसा पनि राम्रो न त पोथार जाने त्यही भन्ने मलाई त के राखेको छु अब बस्ने ल ढुक्कैले बस्नुमा कहाँ बराबर भइएन नि हेर्ने होइन भइसक्यो फोटो खिच्नु सफलता प्राप्ति होस् न त्यो फुललाई नौलोबाट घुमाइराख्नु अरे चाहियो सुपारीले गर्ने सुपारीले बत्तीबाट वरिपरि हाल्दिनु कोही कुबिन्डमा हाल्दिनु सुपारीले पेट झरे चाहिँ अब भन्दाले त्यो उठाएर हालेछ कार्यक्रममा तपाईँ अब अब सबै शिर झुकाउनु छ अब शिर झुकाउनु रे भान्जाला छेर्न दे बोला सिकाइन्छ नि पहिला भान्जाला आउँदैन शिर झुकाउनु रे ल शिर झुकाउँछ एक मुष्ट घुमाइदिनु अरूलाई ओम सादा सत्पातिम मधोतं प्रियमिन्द्रसकाम्यं शनिं वेदामया शिखगु ओम मन्नु ओम स्वाहा ओम पूर्णाद
सर्वे परापता सुपूर्णा पुनरापता बस्ने भविष्यं बहामिखामुदगं तथागत ओम स्वाहा। अब त्यो हातमा लोकलाई यसरी मुठी पार्नु है, मुठी पार्नु। ओम मूर्धानं देवो आरतिं पृथिव्या वैश्वा नरमेत आदा तमग्रिं मा कविगो सम्रा दमग्निर्मासन्नपात्वन्दनयन्तदेवः। ओम सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखो वा भवेत्। सबैको कल्याण, सबै हुन् सदा सुखी, सबै निरोगी भइरहँ नहुन् कोही यहाँ दुखी। त्यो मुठीलाई आफ्नो शिरमा 12 पटक घुमाइराख्नुहोस्। 12वटा महिना सफल होस् भनेर है हो। अनि मुठी खोल्नु भनेको हाम्रो बाटो खुलोस्, बाधा खुलोस् भने पहिला पछि मुठी खोल्ने हो है। खुट्टा चोट लाग्यो भने मुखमा औषधि खाँदा ठिक हुन्छ भने जस्तो हाम्रा खराब तत्त्वदेखि नाश होस्। ओम भन्नु ओम 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 स्वाहा। एकैछिनमा जसले आह्वान गर्नुहोस् अब अग्निको ल जसले आह्वान गर्नु अग्निको पूजा आगोमा पाकेको चिज आगो भएर हामी यतिको गएका छौँ। अग्निको सम्मान स्वरूप अग्निको पूजा गर्नु। ओम तदेव चन्द्रमा तदेव शुक्रम तद्ब्रह्म ताप प्रजापति। अब फुल राख्नु अग्निको प्रार्थना। आवाहयतं पुरुषं महान्तं सुरासेवं। फुल आगोमा पोल्न पाइन्न है, फुल भनेपछि जग्गा वरिपरि है। ल यसो अब ढोक गर्नु, अग्नि माताको दर्शन गर्नु। ल कुवामा पनि त भाँडा घौटापछि मात्र बल्ल पानी आउँछ कि, त्यो शिर झुकाएपछि बल्ल ऊर्जा पाइयो। ल